कति थप्पड खाएपछि सुध्रिनुहुन्छ तपाईहरु? यु मिन व्हाट? ध्वंसात्मक कार्य गरेको हुनु पर्यो, सिंहदरबार जलाए जस्तो। यो त पहिले गरिहालियो नि। हामी त्यहाँ किन गएको थियौं भने त्यो शनिबारको दिनमा 27 गते शनिबार बिहानदेखि एउटा भिडियो भाइरल भइरहेको थियो। यत्रो सानो भाइ गुरुङ थर गरेको, म नाम खुलाउँदिन, त्यो बच्चाले खुट्टामा चप्पल छैन, चिसो लागिरहेछ भनेर रोइरहेको थियो। त्यो बच्चा केही उसको परिवारलाई मिलेर हेल्प गर्न सकिन्छ कि भन्ने यति गुडफेटको साथमा गएको। देखाउने कुरा चाहिँ त्यो देखाउने कुरा होइन। संसद भवनमा आगो लगाउने, गोली थाप्ने जम्मै कुरामा सँगै गएको। उनीहरुकै सरकार बनेको छ, अहिले कसले डलर दिएर उनीहरुको विरुद्ध नारा लाको हैन? रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ, डलर दिएको भए त त्यो कुरा तपाई त परिचालितै हैन। हाम्रो बैंक अकाउन्ट खुल्ला छ, हाम्रो ई सेवा पनि खुल्ला छ, खल्ती पनि खुल्ला छ। क्यासमा दिन्छन् डलर? सबै त्यो त चेक गर्दा हुन्छ नि त। पैसा चाहिँ कसले दिन्छ भन्नु? हैन, पैसा तपाईले दिनुस्, मलाई खाँचो छ। सुदन गुरुङज्यूले केपी ओलीज्यूसँग गएर चुनाव भन्दा अगाडि वार्ता गरेर ल शिक्षा संसद बिउताउनु पर्छ, विघटन गरेको बिउताउनु पर्छ भनेर लागिरहँदा हामीले खबरदार संसद बिउताउनु हुँदैन, चुनाव हुनुपर्छ भनेर किन भन्थ्यौं? यु मिन व्हाट? यु मिन व्हाट? सुदन गुरुङज्यू संसद बिउताउन जानु भएको थियो केपी ओलीसँग वार्ता गरेर। हाम्रो देश बनाउने टिमका 3 जना मध्येको एचएम को कुरा गरेको? क्या बात कर रहे हैं? केपी ओलीसँग वार्ता गरेर संसद बिउताउन गइरहनु भएको थियो उहाँले। सुदन गुरुङ हामीले विरोध। केपी ओलीको अनुहार त हेर्नु न, गृहमन्त्री भएको दिन केपी ओलीलाई थुन्ने मान्छेलाई तपाई यस्तो आरोप लाउने? त्यही त, त्यो कुरा त उहाँले स्पष्टीकरण दिनु पर्यो नि त। हामी पछिल्लो चोटि यो गणतन्त्र आइसकेपछि चाहिँ जसरी हामीले हाम्रो समुदायको तपाईहरु त बोइलरको कुरा गर्नुभयो नि। कति थप्पड खाएपछि सुध्रिनुहुन्छ तपाईहरु? सुध्रिने भन्ने बिग्रेको कहाँ छ? असम्भव। तपाईका बाहरुको त मुख देखाउन नहुने भइसक्यो। होइन, बिग्रेको चाहिँ कहाँनिर छ? छोरी नातिनीहरु पनि त्यस्तै भन्ने हो। सुध्रिएको चाहिँ के छ? संसद भवनमा आगो लगाउने, गोली थाप्ने जम्मै कुरामा सँगै गएको। उनीहरुकै सरकार बनेको छ, अहिले कसले डलर दिएर उनीहरुको विरुद्ध नारा लाको? हैन, अरे बाप रे, ये तो धोती खोल रहा है। डलर दिएको भए त त्यो कुरा तपाई त परिचालितै हैन। हाम्रो बैंक अकाउन्ट खुल्ला छ, हाम्रो ई सेवा पनि खुल्ला छ, खल्ती पनि खुल्ला छ। क्यासमा दिन्छन् डलर? सबै। आर यु कमेडी मी?